तास खेलेर फुर्सद नभएर अहिले राति यहाँ तोरण बाट्ने यस्तो हुन्छ भक्कर बिहानबाट तास खेल्न गएर यो झुट बोलिन् दिनभरि घाँस काटेर लिएर आउँथे 3-4 दिन भयो रोटा पकाउनु बसेको हामीलाई खाली तास खेल्न भन्दै रोटा पकाउनु पर्दैन घाँस काट्न खेतरा लिएर घाँस काट्न उर्ले नि के को हुने यो दिनभरि तास खेलेर भोलि काम ओइलीबाट सुन्नु भोलि कतै एउटा पाठो खोजेर काट्ला भने त्यही पनि काट्नु नदिने आइने के कामले दिनभरि आइमेल त बजार निजेन के दल त्यही गरेर चाहिँ छोरो मान्छे भाग्ने यता उता दुगुर्ने अर्थ त्यही भएर होइन यो त केटा मान्छेको यो नि तोरण काम त हाम्रो तोरण बाट्ने कामै हो हामी नसकेर नल्याएर ओइ काटेको हामीले तरकारी भोलि तास खेल्न जाने फुर्सद नभएर अब गाइजो गाईजो अब गाइजहरू गाई किन ल्याइदिए गाइजहरू यहाँ तास खेल्ने फुर्सद नभएर यत्थेर तोरण बाट्न ए भरै साथी नपाएर होला त्यही हो यस्तो पनि हुने होइन हाम्रो त बुहारीहरू पनि खेल्छन् के बसेर खेल्दा हुन्छ अब हामी पनि अब भोलि आएर त फुक्का फाल आजसम्म रोटा पकाइयो पैसा झिक्ने होइन आफ्ना पैसा झिकेर खेल्ने हो ल दिनु न। दलले पैसा दिन्छ तास खेल्न त पैसा त दिनु पर्यो के अरे दिएको चाहिँ बाबुल पनि दिनु न तास खेल्न पैसा अलि चिच्याउनु न ल्याएपछि पनि तोरण बाट्ने काम तपाईँहरूको जो कि दल आउने भोलि उठ्नु पर्यो चिसा पानीले नाम्नु पर्यो त्यहाँबाट आगुर तास खेल्न जान्न पाएर भोलिलाई मैले जे आएँ तातो पानी तता दिनुभयो पछि चिसा पानी लिन आउनुलाई